यी हुन् कप्तानी सम्हालेका 4 चर्चित नेपाली क्रिकेटरहरू। नम्बर 1 पारस खड्का। पारस खड्का नेपाली क्रिकेटका सबैभन्दा परिचित खेलाडी हुन्। उनी लामो समय राष्ट्रिय टिमका कप्तान रहेर नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा अघि बढाए। कप्तान हुँदा उनले नेपाललाई विश्व क्रिकेट लिगका विभिन्न चरणमा नेतृत्व दिए। सन् 2014 को पहिलो टी20 विश्वकपमा पुर्याए र सन् 2018 मा ओडिआई दर्जा हासिल गर्दा टिमको नेतृत्व गरे। पारस ओडिआई र टी20 दुवैमा शतक बनाउने पहिलो र एकमात्र नेपाली खेलाडी हुन्। उनी सन् 2009 देखि 2019 सम्म कप्तान रहे र 2021 मा अन्तर्राष्ट्रिय क्रिकेटबाट नै सन्यास घोषणा गरे। उनी अहिले क्रिकेट प्रशासनमा सक्रिय छन्। एनपीएल सफल बनाउन पारस खड्काको भूमिका निकै ठूलो छ। नम्बर 2 ज्ञानेन्द्र मल्ल। पारसका उपकप्तान रहेका ज्ञानेन्द्र मल्ल पछि कप्तान बने। सन् 2019 देखि 2021 सम्म राष्ट्रिय टिमको नेतृत्व गर्दै उनले ओडिआई र टी20 दुवैमा टिमलाई महत्त्वपूर्ण खेलमा अगाडि बढाए। उनी नेतृत्वका क्रममा टिमको रणनीति बनाउने र खेल मैदानमा निर्णय लिने मुख्य जिम्मेवारीमा थिए र ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। नम्बर 3 सन्दीप लामिछाने। सन्दीप लामिछाने नेपालका चर्चित लेग स्पिनर हुन्। सन् 2021 अन्त्यतिर उनलाई राष्ट्रिय टिमको कप्तान नियुक्त गरियो। सन् 2022 मा केही महत्त्वपूर्ण टी20 र ओडिआई खेलहरूमा टिमलाई नेतृत्व दिए। उनी ओडिआईमा 100 विकेट छिटो पुर्याउने पहिलो नेपाली खेलाडी हुन् र विश्वका विभिन्न टी20 लिगमा अनुभव पनि राख्छन्। नम्बर 4 रोहित पौडेल। रोहित पौडेल अहिलेको राष्ट्रिय टिमका कप्तान हुन्। सन् 2022 नोभेम्बरमा कप्तान नियुक्त भएपछि टिमलाई सफल परिणाम दिलाएका छन्। उनले नेपाललाई 2024 आइसिसी टी20 विश्वकपमा नेतृत्व गरेका थिए। हाल चलिरहेको एनपीएल सिजन 2 मा उनको टोली लुम्बिनी फाइनलमा पुगेको छ। भोलि सुदूरपश्चिमसँग उपाधि भिडन्त हुँदैछ।